समझ सबैलाई गाइज है खै के भन्नु र आज म यो टुटेको मुटुसँग तिमी गएको दिनदेखि मेरो जिन्दगी नै रोकिए जस्तो लाग्छ प्रिय। घडी त चलिरहेको छ तर मेरो समय त्यहीँ अड्किरहेको छ। तर आज यो घडी त चलिरहेछ तर मेरो समय त्यहीँ अड्किरहेको छ। थाहा छ तिमीले छोडेको त्यो अन्तिम म्यासेज हेर्ने गर्छु आजभोलि। तिमीले छोडेको त्यो अन्तिम म्यासेज अहिलेसम्म डिलिट गर्न सकेको छैन प्रिय, किनकि त्यो शब्दहरूमा सबै मेरो खुसी लुकेका थिए। किनकि ती शब्दहरूमा सबै मेरा खुसी लुकेका थिए। म तिमीलाई आफ्नो भविष्य बनाएको मान्छे थिएँ। थाहा छ म तिमीलाई आफ्नो भविष्य सोचेर अगाडि बढेको मान्छे थिएँ। तिमीले मलाई एउटा अतीत बनाएर गयो। तिमीले आज मलाई एउटा अतीत बनाएर गयो जसलाई सम्झिँदा यो मन दुख्छ तर बिर्सन खोज्दा झन् बढी यो मन पोल्ने गर्छ। खै कहिलेकाहीँ आँसु आफै झर्न थाल्छ बिना कारण। खै कहिलेकाहीँ त आँसु आफै झर्न थाल्छ बिना कारण। तर साँचो कारण त तिमी नै थियो प्रिय, कसम साँचो कारण त तिमी नै थियो जसलाई म आजसम्म केही भन्न सकेको छैन। आजसम्म कसम केही भन्न सकेको छैन। तिमी बिना बाँच्न सक्दिनँ भन्थे, आज बाँचिरहेको छु तर यो बचाइ होइन यो त सजाय हो। तिमी बिना बाँच्नुको सजाय, कसम यो त सजाय हो। तिमी बिना बाँच्नुको सजाय। खै तिमी नयाँ मान्छे पाएर गयो होला सायद, तिमी नयाँ मान्छे पायो होला आज। नयाँ हाँसो नयाँ साथ तर म भने अझै पुराना यादहरूसँग समातेर खै मर्न थालिसकेछु। रातको 2 बजे जब सबै सुतेका हुन्छन् त्यो बेला खै मेरो मनमा कति पीडा जाग्छ। म आफैलाई हार मान्न ठान्दैछु। आमाले सोध्नुहुन्छ किन यति चुपचाप लाग्छ साँझको। मेरी आमाले सोध्नुहुन्छ किन यति चुपचाप लाग्छ साँझको। के भनौँ उनलाई छोराको मुटु कसैले टुक्राएर गएको छ। मायामा हार्नु कति गाह्रो हुन्छ थाहा छ, मायामा हार्न कति गाह्रो हुन्छ त्यो त उसले बुझेन साथी, जसले साँचो माया गरेर पनि अन्त्यमा एक्लै रुनु पारेको छ। अब बिस्तारै मुभ अन हुँदैछु तर प्रत्येक पाइला भारी लाग्दैछ किनकि प्रत्येक कदममा तिम्रो यादले तान्छ मलाई पछाडि। तिम्रो प्रत्येक कदममा तिम्रो यादले मलाई तान्दैछ पछाडि। म तिमीलाई बिर्सने प्रयास गर्दैछु प्रिय तर तिमी नै मेरो सबै बानी बनिसकेकी थियो। कसरी छुटाउँ म आफूलाई बानी जब म आफै भित्र हराइसकेको छु। एक दिन त म पनि हाँस्नेछु होला साँचो खुसीले तर त्यो दिन आउँदा मसँग तिम्रो याद कुनै बाँकी रहने छैन। मसँग कुनै याद बाँकी रहने छैन। धन्यवाद गाइज। त्यति बेला ढिलो भइसक्छ।